नमस्कार। गुरुराजको तर्फबाट सुरु गरिहाल्यो कुम्भ राशिको वर्षफल 2082 कस्तो रहनेछन्। यो वर्ष तपाईँको लागि पुरानो कुराहरूलाई बिर्सेर नयाँ सुरुवात गर्नुपर्ने समय रहेको छन्। समाजमा मान प्रतिष्ठा बढ्ने योग देखिरहेको छु। आत्मविश्वास उच्च रहनेछ, तर इगो र निराशा बीच सन्तुलन अलि राख्नुपर्ने जरुरी देखिरहेको छु। विवाह र प्रेम सम्बन्धको बारेमा कुरा गर्छु। शत्रु र मुद्दा मामलाको बारेमा कुरा गर्छु। शिक्षा, अध्ययन, प्रतियोगिता, विदेश यात्रा, अवसर, स्वास्थ्य, धन सम्पत्ति, पारिवारिक जीवन, व्यवसाय, जागिर, पदोन्नति, शुभ अशुभ महिना, शुभ अशुभ रङ र लकी नम्बरको बारेमा कुरा म पक्कै पनि गर्नेछु। यो वर्षभरिको सुरु गरिहालु विवाहको बारेमा, प्रेम सम्बन्धको बारेमा। प्रेम सम्बन्ध गहिरो, भावनात्मक, मन एकदम मिल्ने योग चाहिने परेको छन्। कसैप्रति अचानक आकर्षण पनि बढ्न सक्छ, तर निर्णय सोचेर लिनुहोला। माघ र विशेष गरी माघ महिना र ज्येष्ठ महिना यहाँहरूको लागि विवाहको लागि राम्रो रहेको छन्। शत्रु, मुद्दा र मामला, प्रतिस्पर्धा, ईर्ष्या बढ्न सक्छन्। विशेष गरी कार्यक्षेत्रमा कानुनी मामलामा ढिलाइ भए पनि अन्त्यमा तपाईँको विजय प्राप्त हुने योग देखिरहेको छु। साउन र मङ्सिर महिना अलिकति सचेत रहनुपर्ने छन्। शिक्षा, अध्ययन र प्रतियोगिता, अध्ययनको लागि समय अनुकूल छन् भने विशेष गरी अनुसन्धान, विज्ञान, सूचना प्रविधि जस्ता क्षेत्रमा यहाँको लागि राम्रै रहेको छन् भने प्रतियोगिताको प्रयास बढाउनु पर्ने जरुरी देखिरहेको छ। फागुन र वैशाख महिना राम्रो छन्। प्रतियोगिताको यो प्रयास बढाउनु पर्ने भनेको मतलब मजाले फेरि यहाँले हार्ड वर्किङ त्यसमा अलिकति कोसिस चाहिँ नै गर्नुपर्ने जरुरी देखिरहेको छ। विदेश यात्रा र अवसर, विदेश जाने सोच छ भने यो वर्ष प्रयास सफल हुने सङ्केत छन्। श्रावण फागुन उत्कृष्ट यात्राको लागि राम्रो भएर जाने योग देखिरहेको छ। उच्च शिक्षा, सेमिनार र अफिसियल टुरको अवसरहरू मिल्ने छन् यो वर्ष यहाँहरूको लागि। स्वास्थ्यको बारेमा कुरा गरौँ। थकान, अनिन्द्रा, नशा सम्बन्धी समस्या र हड्डीसँग समस्या उत्पन्न हुन सक्नेछन्। मनको सन्तुलन बिग्रेर एक्लोपनको महसुस हुनेछन्। जस नपाउने योग पनि देखिरहेको छु। यसको लागि स्वास्थ्यको ख्याल गर्नुपर्ने। दैनिक योग, व्यायाम र मेडिटेसनको मस्ट नेसेसरी छ। धन र सम्पत्ति, अचानक धन लाभ हुने योग परेको छ। गुप्त धनहरू आउने योग परेको छ। लगानी गर्दा राम्रो सोच विचार गरेर मात्र गर्नुहोला, अनि विचार पुर्याउनुपर्छ। माघ र फागुन महिनामा घर जग्गा किनबेच एकदमै राम्रो भएको देखिन्छ। पारिवारिक जीवन यहाँको न्यानो सम्बन्ध रहनेछन्, तर फिलिङ्सहरूमा अलिकति विचार चाहिने पुर्याउनु पर्ने छ। त्यसले गर्दाखेरि फिलिङ्स कहिले काहीँ हट हुन सक्छन्। पारिवारिक यात्राको योजना सफल हुनेछन्। यो परिवारसँग मिलेर जाँदै हुनुहुन्छ भने, यात्रा पनि गर्दै हुनुहुन्छ भने यो वर्ष यात्रा सफल हुने योगहरू पनि देखिरहेको छु। अभिभावक या वृद्धको सदस्य कोही हुनुहुन्छ भने यसमा विशेष रूपले ध्यान चाहिँ यहाँहरूले फेरि पनि दिनुपर्छ। व्यवसाय, जागिर र पदोन्नति, जागिरमा सरुवा र जिम्मेवारी परिवर्तनको सङ्केतहरू देखिरहेछ। नयाँ व्यापारको सुरु गर्न चाहनेहरूको लागि माघ र चैत उपयुक्त महिना रहनेछन्। नेटवर्किङ र सहकर्मीहरूबाट यहाँहरूको नेटवर्क र सहकर्मीबाट राम्रो सहयोग पाउन सक्नेछन्। यानि यहाँको पिआरले गर्दा राम्रो योग, व्यवसायहरू राम्रो बनेर जाने योगहरू देखिरहेको छु। शुभ र अशुभ महिना, शुभ महिना माघ, फागुन र श्रावण, अशुभ महिना पुष र असारलाई लिएको छन्। भाग्यशाली रङ तपाईँको लागि पनि कालो रहेको छन् भने अङ्क चाहिने 8 नै रहेको छन् यो वर्ष। कुम्भ राशिलाई अन्त्य 7.5 छन्। ओम सम शनिश्चराय नमः, ओम उल्के मम रोगम नाशाय जृम्भै स्वाहा। यो मन्त्र जाप गरौँ 108 चोटि सूर्योदयभन्दा पहिले या सूर्यास्तपछि। पूर्व फर्केर शनिबारको दिन शुद्ध भोजन चाहिँ गर्न नबिर्सनुहोला। यति पहिले गरौँ। कुण्डलीमा, जन्मपत्रीमा शनिको अवस्था या कुनै पनि ग्रहको अवस्था केन्द्र त्रिकोणमा या सग्रही र उच्च विराजमान छ भने यसको फल चाहिँ अर्कै हुन सक्छन्। आउने दिन शुभ रहोस्, अगाडि बढ्नुपर्छ। ग्रहले जे जस्तो भने पनि हामी सबै मेषदेखि मीन राशि एउटै हौँ, अगाडि बढेर अगाडि बढेर जाउँ है त। नमो नारायण।